नमस्कार। मैले यो चाहिँ मौरीको गोलै किनेको। अनलाइन किन्नु पाइन्छ यहाँ चाहिँ। अनि हिजो बिहान किनेको, आज बिहान त डेलिभर भएर अब म यसलाई तल उसको ठाउँमा लगेर, यो प्रवेशद्वार हो यहाँनिर। यहाँनिर 3 खालके प्रवेशद्वार छ। यो चाहिँ अहिले चाहिँ अब जाली मात्र भएको छ हावा पास हुनुको लागि चाहिँ। यो चाहिँ फुल ओपन गर्ने हो। अनि यतापट्टिको यो चाहिँ रानीद्वार। रानी चाहिँ बाहिर निस्किनु नसक्ने गरी चाहिँ क्विन गेट अथवा रानीको ढोका चाहिँ त्यो हो। ल म अब यसलाई तल लान्छु अनि तल लगेर चाहिँ यसको प्रवेशद्वार चाहिँ खोलिदिन्छु। अनि 24 घन्टा राख्छु यसलाई। अनि आफ्टर 24 घन्टा पछाडि चाहिँ बल्ल ठुलो घरमा सारिदिन्छु म यसलाई। अनि म यसलाई खोल्छु अहिले। यसको टेम्पोरेरी यसरी राखेको छु। अनि यो चाहिँ पानी पर्छ भनेर छानको लागि मात्रै राखिदिएको। अब यसलाई चाहिँ फेरि राति हावाहरू आउँछ, त्यही भएर अलिकति सेक्युर गर्नुपर्छ। अघि नै मैले रेडी गरेको छु यो धागो। मौरी चाहिँ अहिले मैले खोलेको झन्डै 5 मिनट जति भयो। बिस्तारै उनीहरूको ओरिएन्टेसन फ्लाइट गर्दैछ नयाँ ठाउँमा, नयाँ इन्भाइरोमेन्ट। अनि 24 घन्टा म यतिकै छोडिदिन्छु उसलाई। अनि 24 घन्टा पछाडि चाहिँ यो ठुलो घर, देब्रेपट्टिको ठुलो घरमा म बिस्तारै सबै फ्रेम सार्ने प्लान गरेको छु। हेरौँ अब वेदर कस्तो हुन्छ। वेदर राम्रो भयो भने सारिदिन्छु, नत्र अहिलेको लागि ठिकै छ यसमै।